What's up, guys? Welcome to my YouTube channel. आज हामी RC24 खेल्न गइरहेको छौँ। RC24 हजुरहरूले नि कहिले न कहिले खेल्नु नै भयो होला। खेल्नुभएको छैन भने राम्रो गेम चाहिँ खेल्नु। 2 बारको खेल्छु यार म, धेरै खेल्दैन, टाइम लाग्छ। ल ठिक छ, टिम त बवाल, टिम धमाला, टिम छ हाम्रो बवाल, बवाल बवाल, टिम बवाल। एनपिएल चलिरहेछ गाइज, कुन टिमलाई सपोर्ट गर्नुहुन्छ? आइपिएलको अक्सन पनि आउन रहेछ। प्याट कमिन्स, ल हेड कि टेल लिदिउँ होइन, के छ र, जितिदिन्छ, जिते बलिङ दिन्छ, हारे नि बलिङ दिनु पर्छ। ब्याट फस्यो यार, ठिक छ, बलिङ गर्नु पर्यो त। 20 रनभन्दा तलमा रोक्ने प्रयास हुन्छ मेरो, हुन्छ नि, तर अर्को त फाइदा छैन। जाउँछ नि त 20 रनभन्दा। बुम बुम बुमरा, ट्रिबिसेडन, जसप्रित बुम बुम, ट्रिबिसेड आएका छन्। टिएल भेरिएबल के हाल्नु, त्यही हो, म इन्सिङ हानिदिन्छु, के छ र। ओहो सोट यार, पहिलो बलदेखि उडायो। 20 रनमा भनेको 40 बज्ने जस्तो भने फैलाइदिनुपर्छ जस्तो छ। एमा त योर्कर गर्नु पर्यो, क्या हो यस्तरी त हुँदैन, जित्नुपर्छ त। धेरै इन्च भएको छैन खेलेको, 1 दिनभन्दा बढो छैन। अरे 1 रन दियो, केही छैन। चौका हान, बुमरा जस्तो बोलालाई चौका हान्ने होइन नि। यसलाई स्लो खेल्छ यार, तर यसलाई स्ट्राइकमा ल्याउनु कति मजा आउँछ। फेरि यसले हान्न खोज्ने, फेरि चक्का हान्ने रियो बलमा। ओह कुन सर्ट खेल्छ यार, चौका। बोलिङ बेकार गरेपछि राम्रो गेम हो, त्यही पनि त्यो त घाँटी बसेछ। लिस्टमा हल्का चेन्ज हुनु पर्यो रेस्लर 1 ल ठिक छ, त्यहाँ जान्छ के भनेको। ओ सरी, वाइडै गयो, ठिक भएन, गाह्रो छ। अहिले नि हाल्छ योर्कर हान्ने कोसिस, ल ओह नाइस डिफेन्स, बलिङ राम्रो हो र। बुमरा एग्रेसन देखाउन लागेको छ। सेम योर्कर हान भन्दा फेरि अर्को उटप्ट्याङ सर्ट खेल्छ कि त्यो अघिको जस्तो फिल्डर छ, यसले केही टेन्सन नहीं। यो बोल्ड बुमरा फायर, ये बन्दुक टिममा छ भने उटप्ट्याङ खेल्ने हो। उटप्ट्याङ रिभर्स स्विङ गरेको, ओहो क्या बोल थियो, बोल्ड सेडाई को आयो अब। चिने यसलाई के हानम, स्विङ हालिदिन्छु बाहिरतिर, यसलाई के चौका होला। ओए राम्ररी खेल, 1 रन, 11 रनको ओभर। होइन लिनुपर्छ, 20 रनमा त रोक्नुपर्छ यार, नत्र गाह्रो हुन्छ। गाह्रो छ।
अपडेटिङ स्टेडियम सामी कुलदीप सामीलाई बोलाइदिउँ न हार्दु लास्टमा बिस्तारै एक्लैले खाने अरे क्या तर त्यस्तो गर्छ पाण्ड्या हार्दिक ओहो क्या स्विङ नाइस स्विङ 2 रन ठिक छ कसो स्विङ गर्ने रहेछ हार्दिक कटर हान्नु पर्यो त कटर हार्दिक भाइले कटर हान्छ कटर ओ बल 1 रन ट्रेभिस हेड स्ट्राइक के ट्राई गरौँ अफमा कटर हानिदिउँ न ओहो राम्रो बल 1 रन लिइहाल्यो पछाडि गएको थियो ठिक छ खर्च भएर यहाँ चर्चा भएको छ गाडी उडाउँदै ढुलो उडाउँदैछ ट्राई दिइहाल्छ त्यही भएर मेरो सेट ओहो यो 1 रन यस ओ माइ 2 रन लिएर अबे राबडा ओके पो लाछ स्टेट बनाउन 18 19 20 3 रन यार विकलमा 3 रन डिफेन्ड ओ बाउन्सर ले 1 बलमा 3 के ट्राई गर्नु गर्छ है भइन्छ कि यार इभन हान्न सक्छन् कि 3 रन चौका हान्न ओ छक्कै हान्दियो यार 21 ठिक छ 1 रन कस्तो सर्ट हान्छ सर्ट हुने त कोही एबुडी प्लेयर्स यही गरेर भन्न ल 22 रनको टार्गेट ठिक छ चेज गरौँला आरामले खेलौँला 1 ओभरमा 10 रन भित्र बनिनु भइहाल्छ हिटम्यान गिल कोहली ल कोहली फ्यान जिन्दाबाद विराट कोहलीको ल्यालिया रोहित शर्माको स्टाक मिचेल शर्मा दामी नाम के हान पहिल्यैदेखि हिटिङ हार्ड भयो भने चाहिँ ओहो छक्का पहिल्यैदेखि हिटिङ हो क्या सिधै बातबाट लिया ल पहिलो बलमा छक्का खाएका छन् स्टाक भैयाले स्टाक दाजुले फेभर सट र शर्माको फेभर सटमा के चौका 10 रन 2 बलमा 10 ओ माई गड 2 बलमै 10 रन आएको छ दुई बल 10 रन 12 रन चेज स्ट्रोक नै खेल्दै क्या हो ल छक्का दामी शट 3 बलमै 16 रन रोहित शर्मा होना है त्यसको यहाँ मारूंगा इधर सब कुछ रोहित शर्माले सकिन्छ 16 रन त हामीलाई पसन्द नै ओसो रन चुक गया यसै ओभरमा खत्म गरौँ के भनेको
छक्का। अब नजित्नु त कुरै हुन्न। Win the match! हामी match टेप celebration. Yes! कति बाज अरे हाम्रो राइट हिटम्यान म्यान अफ द म्याच। आज यति नै खेल्ने गाइज कुरो यति नै एकदम प्र्याक्टिस गर्दै कि नेट्समा के गर्ने ब्याटिङ बल ब्याटिङ गरौँ फुल रेन्ट है गुड लेन्थ खेलौँ न। ओ सरी यस्तो डमिनेट आएन। ओ यस सुमन गिल बुमरा योरको खेल्ने ल योरको खेल्दैन अर्को बल देखिन्छ। शट हामी योर्कर खेल्ने हामी आज भोलि बड ओहो शट क्यासिङ गराएको एक बल सर्ट खेलौँ न त सर्ट लेन्थको बल है त योर्कर आउँछ होला आएन। लगा ल गाइज आजको लागि यति नै। हामी भोलि पर्सि कहिले हुन्छ भेटौँ र ओके हो यो एकछिन आज भोलि यो के पायौँ हामीले के पायौँ स्टेडियम ल अब हुन्छ ल गाइज बाई बाई। अब भोलि पर्सि कहिले हुन्छ भेटौँ र अर्को गेम लिएर आउँछु या यही गेम खेल्छु म ल।